धेरै वर्ष अघि एउटा सानो गाउँमा हरिबहादुर नामका किसान बस्थे। उनी धेरै धनी थिएनन्, तर मेहनती र निकै बुद्धिमान थिए। गाउँका मानिसहरू उनलाई चलाक किसान भनेर चिन्थे, किनकि उनी हरेक समस्या दिमाग लगाएर समाधान गर्थे। हरिबहादुरसँग सानो खेत थियो। त्यही खेतमा मेहनत गरेर उनले आफ्नो परिवार पाल्थे। उनको घर सामान्य थियो, लुगा साधारण थिए, तर उनको मन ठुलो थियो। उनी सधैँ इमान्दार भएर काम गर्थे। गाउँमा एउटा धनी साहु पनि बस्थ्यो, जसको नाम धनीराम थियो। धनीराम धेरै लोभी र घमण्डी मानिस थियो। ऊ गरिब किसानहरूलाई दुःख दिन रमाउँथ्यो। एक वर्ष गाउँमा ठुलो बाढी आयो। धेरै किसानहरूको बाली बगायो। हरिबहादुरको खेत पनि आधा नष्ट भयो। गाउँका मानिसहरू चिन्तित भए। सबैले साहुसँग ऋण माग्न थाले। धनीरामले मौका पाएर धेरै ब्याजमा पैसा दिन थाल्यो। जसले ऋण तिर्न सकेन, उसको खेत खोज्ने धम्की दिन्थ्यो। हरिबहादुर पनि समस्यामा परे, तर उनी सिधै साहुसँग गएनन्। उनले केही दिन सोचेर एउटा योजना बनाए। एक बिहान उनी धनीरामको घर पुगे। उनले धेरै विनम्र भएर भने, "साहुजी, मलाई केही पैसा चाहिएको छ। म अर्को वर्ष सबै ऋण तिर्छु।" धनीराम हाँस्दै भन्यो, "तिमी गरिब किसानले कसरी तिर्छौ? यदि तिर्न सकेनौ भने तिम्रो खेत मेरो हुन्छ।" हरिबहादुर शान्त स्वरमा बोले, "ठिक छ साहुजी, तर एउटा शर्त छ। यदि मैले 1 वर्षभित्र ऋण तिरे भने तपाईँले गाउँका गरिब किसानहरूबाट लिएको अत्याधिक ब्याज घटाउनुपर्छ।" धनीरामलाई लाग्यो हरिबहादुर कहिल्यै सफल हुँदैन, त्यसैले उसले तुरुन्तै मन्जुर गर्यो। ऋण लिएपछि हरिबहादुरले पैसा फजुल खर्च गरेनन्। उनले नयाँ तरिकाले खेती गर्ने योजना बनाए। उनले गाउँ नजिकैको खोलाबाट सानो कुलो बनाएर खेतसम्म पानी ल्याए। अरू किसानहरू हाँस्दै भन्थे, "यति मेहनत गरेर के हुन्छ?" तर हरिबहादुरले कसैको कुरा सुनेनन्। उनले रात-दिन मेहनत गरे। उनले मौसम अनुसार तरकारी खेती पनि सुरु गरे। गाउँमा कसैले नगरेको काम थियो त्यो। केही महिनापछि उनको खेत हरियालीले भरियो। ताजा तरकारी र राम्रो बालीका कारण बजारमा उनको सामानको धेरै माग हुन थाल्यो। बिस्तारै उनले राम्रो आम्दानी गर्न थाले। 1 वर्ष पुरा हुन नपाउँदै उनले सबै ऋण तिरिदिए। त्यो देखेर धनीराम छक्क पर्यो। उसले सोचेको थियो हरिबहादुर असफल हुन्छ। गाउँका मानिसहरू सबै भेला भए। हरिबहादुरले मुस्कुराउँदै भने, "साहुजी, सम्झौता सम्झनुभयो होला?" धनीराम लाजले टाउको झुकायो। उसले सबै किसानहरूको ब्याज घटाउन बाध्य भयो। गाउँका मानिसहरू खुसी भए। धेरै किसानहरू ऋणको बोझबाट बच्न सफल भए। त्यसपछि गाउँमा हरिबहादुरको झन् धेरै सम्मान हुन थाल्यो। मानिसहरूले बुझ्न थाले कि केवल बल होइन, बुद्धि र धैर्य पनि ठुलो शक्ति हो। एक दिन एउटा युवकले हरिबहादुरलाई सोध्यो, "तपाईँ यति कठिन अवस्थामा पनि डराउनु भएन?" हरिबहादुर मुस्कुराए र भने, "समस्या जति ठुलो भए पनि डराएर होइन, बुद्धि लगाएर सामना गर्नुपर्छ। मेहनत र सही सोच भएको मानिसलाई कसैले सजिलै हराउन सक्दैन।" त्यो दिनदेखि गाउँका धेरै युवाहरूले नयाँ तरिकाले काम गर्न थाले। उनीहरू मेहनतसँगै सोच्ने बानी पनि सिक्न थाले र हरिबहादुर सधैँका लागि गाउँका मानिसहरूको मनमा चलाक किसानका रूपमा बसिरहे। यो कथाबाट हामीले के शिक्षा लिनुपर्छ भने, बुद्धि, धैर्य र मेहनत मिल्यो भने मानिसले जस्तो सुकै कठिनाइलाई पनि जित्न सक्छ। धन्यवाद।